नम्बर 1 गोपाल हमाल नेपालको सुदूरपश्चिम प्रदेशभित्रको धनगढी उपमहानगरपालिकाका मेयर हुन्। नम्बर 2 के तपाईलाई थाहा छ गोपाल हमाल नेपालकै पहिलो मेयर हुन् जो तलब भत्ता तथा सरकारी सेवा सुविधा नलिई स्वयंसेवक बनेर काम गरेका छन्। नम्बर 3 गोपाल हमाल 2079 को स्थानीय निर्वाचनमा 50% भन्दा बढी मत प्राप्त गरेर विजय भएका हुन्। नम्बर 4 गोपाल हमाल पहिले पनि विवेकशील साझा पार्टीबाट 2074 को स्थानीय क्षेत्रमा मेयर पदमा चुनाव लडेका थिए तर त्यो समयमा हार्नु परेको थियो। नम्बर 5 गोपाल हमालको पृष्ठभूमि व्यवसाय र सामाजिक कार्यकर्ताको दौडमा रहेको छ। राजनीतिकमा प्रवेश गर्नु अघि नै उनी व्यवसाय र सामाजिक कार्यमा सक्रिय थिए। नम्बर 6 गोपाल हमालले सुन्दर सुदूरपश्चिम भन्ने अभियानका नेतृत्वकर्ता मध्ये एक हुन् जसले सुदूरपश्चिमको विकास र छवि सुधार गर्ने प्रयास गरेको हो। नम्बर 7 गोपाल हमालले धनगढीका लागि प्लास्टिक निषेध, सडक साइडमा वृक्षारोपण जस्ता पर्यावरणीय पहलहरू सञ्चालन गरेका छन्। नम्बर 8 गोपाल हमालले आमा बचाउ अभियान जस्ता स्वास्थ्य कार्यक्रम अगाडि बढाएका छन्। गरिब तथा महिलाहरूको स्वास्थ्य पहुँच सुधार्ने उद्देश्यका साथ ज्येष्ठ नागरिकहरूलाई निशुल्क राखेका छन्। गाइज यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब, सेयर गरिदिनु।